वेलकम छ साथीहरु धनमायाको मिनी ब्लगमा। आजबाट मैले पनि भिडियो बनाउन स्टार्ट गरिरहेको छु। के गर्छु हेर्न सक्नुहुन्छ र कहाँनिर बिग्रिन्छ हजुरहरूले भन्न सक्नुहुन्छ। गुड मर्निङ साथीहरु। मुखसुख धोएर देख्न सक्नुहुन्छ घोगी। यो घोगी चाहिँ आज मैले पकाउने हो नि त। चामललाई अब धोइ धाइ गरेर मैले चाहिँ 5-10 मिनेट भिजाउन राखेँ। त्यसपछि त्यो घोगीलाई अब मैले धुन जान लागेको छु। घोगी त धुनु पर्यो राम्रोसँग। अब थरुनी भइसकेपछि त घोगी त नखाने कुरै छैन। घोगी खाने थरुनी भन्छन् नि तरुले। त्यसैले अब घोगी खाने थरुनीले घोगी त धुनु पर्यो। यसलाई चाहिँ राम्रोसँग धोइ धाइ गर्न पर्यो। धोइ धाइ गरेर त्यसपछि घोगी ठुट्नु पर्यो साथीहरु। मैले चाहिँ घोगी राम्रोसँग धोएर अब घोगी ठुट्न जान लागेको छु। घोगी नठुटे भने त खानालाई मजै आउन्न नि त त्यसको अब राम्रोसँग घोगी ठुट्नु पर्यो। घोगी ठुट्यो भने बल्ल पो चुस्दाखेरि दिदी आउँछन् त। हामी चाहिँ हिजो भर्खरै खेत रोपेर भ्यायौँ। अनि त्यसपछि खेत रोपेर भ्याइसकेपछि त घोगी निस्केको थियो। मैले चाहिँ घोगी टिपेर लिएर आएको आफ्नो खेतबाट। मैले चाहिँ घोगी पनि केलाएर भ्याएँ। देख्न सक्नुहुन्छ फुच्चा फुच्चीहरू। अब यो चाहिँ हजुरहरूले के भन्नुहुन्छ? हामीले चाहिँ केर्मीको साग भन्छौँ। हजुरहरूले चाहिँ के भन्नुहुन्छ? कुडौलीतिर चाहिँ केर्मीको साग भनिन्छ गाइज। त मैले यो केर्मीको सागलाई केलाउन लाएँ। अब केलाउनु त पर्यो किनकि किरा हुन्छन् त। अघि मैले धोएको चामललाई अब राइस कुकरमा बसालिदिएँ। अब बसालिसकेपछि मैले चाहिँ साग पनि केलाएर भ्याएँ। सागलाई चाहिँ मजाले पखाल्नु पर्यो नि त। साग त नपखालिकन खायो भने त किरिक हुन्छ नि त। यसलाई चाहिँ राम्रोसँग पखाल पुखुल गरेर अब म चाहिँ मसला पिन्नेतर्फ लागेँ। सिलौटोमा मसला त पिन्न पर्यो। सिलौटोलाई मजाले पखालेँ। त्यसपछि मैले मसला पिन्न सुरु गरेँ। मैले मसलामा चाहिँ जिरा धनियाँ खुर्सानी र लसुन बाहेक अरू केही पनि राख्दिनँ। मैले चाहिँ सिलौटोमा पिसेको मसला मिठो हुन्छ नि त। त्यसैले मैले सिलौटोमा पिन्छु। फुर्सद बेसरी हतार भएको बेलामा चाहिँ मैले मिक्सरमा मसला पिन्छु। नत्र त मैले सिलौटोमा नै पिन्छु किनकि सिलौटोको मसला मिठो हुन्छ नि त गाउँघरमा। अनि त्यसपछि देख्न सक्नुहुन्छ कुडौलीको मौसम। आजको मौसम चाहिँ यस्तो छ साथीहरु। त्यसपछि मैले चाहिँ चुलोमा आगो लाएँ। त हाम्रो चुलो त पानीले भिजेर यस्तो भएको छ। मैले चाहिँ कराई बसालेँ। तेल हालेँ। तोरी पड्काएँ। खुर्सानी पड्काएँ। अनि त्यहाँ चाहिँ धान गुडिरहेको छ। सागलाई अघि केलाएर राखेको सागलाई धोइ धाइ गरेर अब मैले पकाउन लाएँ। स्वाद अनुसार नुन थोरै बेसार राखेको। मैले चाहिँ बेसार राख्दिनँ नि त सागमा। योचोटि चाहिँ मैले बेसार राखिदिएँ। तर साग चाहिँ पाक्यो। अब त्यसपछि फेरि अब घोगी पकाउनु पर्यो नि त। तेल हालेँ। तोरी पड्काएँ। त्यसपछि प्याज राखेँ। आलु मलाई चाहिँ घोगीसँग चाहिँ आलु मिठो लाग्छ न। बेसार राखेँ। स्वाद अनुसार नुन। एकछिन ढाकेँ। पाक्यो। अनि पाकेपछि त टमाटर राखिदिएँ। अघि सिलौटोमा पिनेको मसला अब घोगी होइन त्यसलाई राखेपछि अघि नै मैले चाहिँ चामल धुँदाखेरि चौलानी पानी छुट्टादिएँ। चौलानी पानी हाल्दाखेरि हाम्रो चाहिँ सुन्तला फलेको छ। अब यसलाई चाहिँ निकाल्दिनु पर्यो। देख्न सक्नुहुन्छ केर्मीको साग घोगी आलु। अनि त्यसपछि म तल गएँ। बिस्तारा मेरो बिस्तारा चाहिँ यस्तो छ। खेतमा गएर यताको बिस्तारा चाहिँ त्यस्तै हो। कपडाले भरेको हुन्छ। त्यसलाई चाहिँ लागे मतलब नगरिकन यता चाहिँ दिदीको छोरीलाई चाहिँ मैले पोछा लाउन पठाएको थिएँ कि मोबाइल दिनलाई पाउँछु भनेर पोछा लगाइरहेछ। यता चाहिँ चनमती नाच्छ। आजको ब्लग यति नै। थ्याङ्क यू सो मच।